हेलो साथीभाइ नमस्कार। आहा! कति राम्रो है यो आइडिया चाहिँ। जे होस् मान्छेले चाहिँ गर्छन्। यसो सोसियल मिडिया भएको बेला काम लाग्छ होइन। अहिले त नेपालमा होइन युवा शक्ति नभएको बेला त अहिले त घरमा बुढाबुढी मात्रै छन् है। एकदम पाका मान्छेहरू मात्रै छन्। अलिअलि खेतीबारी गर्नेहरूले पनि अब माच भन्छ है माच। माचको माथि टुप्पोमा त यो परालको गुन्टा भन्छ नि त गुन्टा। यो गुन्टा त फ्याल्न सक्दैन। फ्याल्न नसक्दा त अहिले त यो ठ्याक्क होइन बाँसा बाँधेर चाहिँ यो आइडिया लगाएर चाहिँ ठ्याकठ्याक्की कति इजी तरिकाले माथि पुग्दो रहेछ है। सजिलो तरिकाले एकदम राम्रो तरिका रहेछ है। तपाईँहरूतिर यो पराल फ्याल्ने के भन्छ? हाम्रोतिर चाहिँ गुन्टा भन्छ। एक गुन्टा ठ्याक्क माथि फ्याल्ने। त्यसरी फ्याल्दाखेरि अब माथि नपुर्याउँदाखेरि एकजना बिचमा बस्नु पर्थ्यो अनि माथि सपोर्ट गरेर माथि पुग्थ्यो। तपाईँहरूतिर के भन्छ? ल हेरिहाल्नुहोस् है कस्तो सजिलो आइडिया। वाउ! हेर्नुहोस् है ल। यो परालको बिटा र गुन्टा भन्छ यसलाई चाहिँ। एक गुन्टा हेर्नुहोस् है ल। यसरी माथि पुग्छ। वाउ! इजी। ल साथी यो चाहिँ भोजपुरमा चाहिँ गुन्टा भन्छ है गुन्टा। यो चाहिँ साह्रै सजिलो आइडिया लाग्यो। तपाईँहरूले पनि सेयर गर्नु होला है यो सबै। यसो एकदम यति राम्रो कुरो सेयर गर्दा चाहिँ अरूलाई पनि यसो सहायता र हेल्प हुन पुग्छ। ल थ्याङ्क यू साथी हो।